नमस्कार दर्शकवृन्द, दिनभरका देश विदेशका प्रमुख खबरहरू समेटिएको नेपाल टाइम्सको टप 50 बुलेटिनमा यहाँलाई स्वागत छ। म सञ्चिता श्रेष्ठ। सुरु गरौँ आजका प्रमुख खबरहरू। प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि मतदाता नामावली संकलनका लागि 5 दिन म्याद थप्ने निर्वाचन आयोगको निर्णय। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब 5 मङ्सिरसम्ममा मतदाता नामावली दर्ता गर्न सकिने। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेएनजीहरू एक हुने। यसअघि फरक समूहमा रहेका जेएनजी मुभमेन्ट अलायन्स सुदन गुरुङ समूहको द काउन्सिल अफ जेएनजी र जेएनजी फ्रन्टद्वारा साझा प्रस्ताव सहित सम्झौताको ड्राफ्ट प्रधानमन्त्रीलाई हस्तान्तरण। जेएनजी आन्दोलनका घाइतेहरूको अवस्थालाई स्पष्ट बनाउन स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिद्वारा 4 वर्गमा विभाजन। 2572 घाइते मध्ये अति गम्भीरमा 23 प्रकार, गम्भीरमा 21, मध्यममा 23 र सामान्यमा 11 प्रकारका चोटका आधारमा सूचीकृत। दोलखाको सैलुङ गाउँपालिका 6 कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परि घाइते भएका मध्ये एक गोर्खा निवासी 60 वर्षीय एकु माया अर्यालको उपचारका क्रममा मृत्यु। काठमाडौँबाट सैलुङ घुम्न गएकाहरू सवार बागमती प्रदेश 002 ज 6208 नम्बरको इभी माइक्रोबस सैलुङ गाउँपालिका 6 कालापानीमा दुर्घटना हुँदा 14 जना घाइते। जबरजस्तीकरणीय अभियोगमा थुनामा रहेका मध्य प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा मिसल झिकाउने आदेश। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले मिसल झिकाउने आदेश जारी। पार्टीको 15औं महाधिवेशनका सन्दर्भमा विभिन्न 7 बुँदे माग राख्दै कांग्रेसको संस्थापन पक्षका 25 केन्द्रीय सदस्यहरूले बुझाए ज्ञापन पत्र। भदौ 23 र 24 गते भएको घटनाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानूनको दायरामा ल्याई कारबाही गर्न पनि माग। कांग्रेसभित्र महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विषयमा चर्को विवादपछि बसेको कांग्रेसको कार्य सम्पादन समिति बैठकमा पनि सहमति जुटेन। महामन्त्री द्वय पुसभित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदा संस्थापन पक्ष चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा। महाधिवेशनबारे निर्णय लिन भोलि 2 बजे सभापति शेरबहादुर देउवा सहित बैठक बस्ने। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान। निवेदन दिँदा दल सम्बन्धी विवरण, दलको नाम, आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन सुसूचित। एआईको प्रवर्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको 11औं ग्लोबल आईसीटी लिडरशिप फोरममा सहभागी हुन दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार मन्त्री जगदीश खरेलको भनाई। डिजिटल नेपाल र डिजिटल ट्रान्सफर्मेसनका लागि लिडरशिप फोरम उपलब्धिपूर्ण भएको स्पष्टोक्ति। अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने जेएनजी अभियन्ता मिराज ढुङ्गानाको भनाई। जेएनजी आन्दोलनको अर्थलाई साबित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क। खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको कांग्रेस नेता एवं पूर्व ऊर्जा मन्त्री दीपक खड्काको दावी। केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि आफ्नो नाम जोडेर बदनाम गराउने र आफ्नो राजनीतिक प्रतिशोध साध्ने खेलमा लागेको आरोप। गृहमन्त्री ओम प्रकाश अर्याल र बेलायती राजदूत रूप फेन बीच शुक्रबार शिष्टाचार भेटवार्ता। राजदूत फेन सहितको प्रतिनिधि मण्डल र मन्त्री अर्याल बीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल। आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनुपर्ने प्रेस चौतारी नेपाल नेकपा एमालेको स्पष्ट धारणा सार्वजनिक। देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको चौतारीको निष्कर्ष। ऊर्जा मन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण। हालसम्म प्रधानमन्त्री सहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग मन्त्री अनिल कुमार सिन्हा, शिक्षा मन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाए सम्पत्ति विवरण। सञ्चार र स्वास्थ्य मन्त्रीले विवरण बुझाउन बाँकी। रासोपाका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक सन्तोष परियारले गरे पार्टी परित्याग। स्वतन्त्र र जनमुखी नयाँ अभियान सुरु गर्ने घोषणा सहित रासोपा छाडेको दावी। आज मात्रै रासोपा छाडेका परियार नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोभ र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराती बीच 5 बुँदे सहमति। नेताहरूले पार्टी छाड्नुको कारण खोज्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीको आग्रह। आज सचिवालय सदस्य सन्तोष परियारले रासोपा परित्याग गरेको सन्दर्भ लक्षित गर्दै कार्कीले पार्टीभित्रै समस्या रहेकाले समाधान गर्नुपर्ने जिकिर। सुरक्षा जोखिम बढेको भन्दै मध्य प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईश्वराले छाडिन् प्रदेशसभा भवनभित्र रहेको सरकारी आवास। सुरक्षा निकायको सुझाव अनुसार आफू आवास छाडेर जनकपुर धामकै निजी निवासमा बसोबास गर्ने निर्णय गरेको जिकिर।
पदमुक्त गरिएका मध्य प्रदेशका 5 जना सांसदले गरे हाजिरी रेकर्ड माग। आफू हरेक बैठकमा उपस्थित भए पनि पूर्वाग्रही ढंगले कारबाही गरिएको जसपा नेपालका सांसद सञ्जय यादवको जिकिर। पार्टी दर्ता बारेमा निर्वाचन आयोगमा पेश गरिएको सूची बारेमा भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा नेकपाका संयोजक प्रचण्डको आग्रह। दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाएका विवरण बारेमा केही भ्रम देखेको भन्दै स्पष्ट हुन अनुरोध। प्रतिनिधि सभा भंग गरेपछि मुलुक थप संकटमा धकेलिएको बताउँदै छिट्टै संसद पुनर्स्थापना हुनुपर्ने सभामुख देवराज घिमिरेको धारणा। संसद विघटन असंवैधानिक भएको तर्क। संसद पुनर्स्थापनाको मुद्दालाई चाँडो छलफलमा लैजानुपर्नेमा जोड। कानूनी व्यावहारिक र आवश्यकताका हिसाबले पनि संसद पुनर्स्थापना हुने सभामुखको विश्वास। ऊर्जा मन्त्री कुलमान घिसिङ उज्यालो नेपालको बैठकमा सहभागी। चुनाव अघि मन्त्री पद छोड्ने संकेत। वैकल्पिकहरू एकीकृत गर्दै देशव्यापी संगठन विस्तारको तयारीमा रहेका घिसिङलाई मन्त्री पदमा राखिराख्न उचित नहुने एमाले महासचिव शंकर पोखरेलको तर्क। जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार। फैसलामा राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश आएको र अध्यादेश निष्क्रिय भइसकेको अवस्थामा साबिककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने उल्लेख। सरकारद्वारा भू उपयोग सम्बन्धी नियमावली संशोधन गर्दै 8 महिनाका लागि देशैभर जग्गाको कित्ता कार्ड खुल्ला। कित्ता कार्ड गर्न बाँकी स्थानीय तहले 2083 असार मसान्तसम्ममा वर्गीकरण गरिसक्नुपर्ने, अन्यथा फेरि कित्ता कार्ड बन्द हुने। यो निर्णयले घर जग्गा कारोबारमा सुधार आउने अपेक्षा। सरकारद्वारा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता कोड परिमार्जन गरी लागू। नयाँ कोडले भवनसँगै जलविद्युत आयोजनाका बाँध, विद्युत गृह, सुरुङ जस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्ने। परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोसे ढुङ्गो साबित हुने शहरी विकास मन्त्री कुलमान घिसिङको विश्वास। मध्य प्रदेशमा राजनीतिक विवाद बढ्दै जाँदा मुख्यमन्त्री नियुक्ति र सभामुखको भूमिकाप्रति उठ्यो प्रश्न। राजनीतिक टकराव थप उत्कर्षमा। सभामुखले विपक्षी सांसदलाई कारबाही गरेपछि उपसभामुखद्वारा निर्णय बदर। विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सभामुखको पद धरापमा। एमालेको भूमिकामाथि पनि प्रश्न। अन्तर्निर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकार बारेमा सरकारद्वारा छलफल सुरु। यसबारेमा अध्ययन गर्न संयन्त्र पनि गठन। दलहरूको सुझावको आधारमा निर्वाचन कार्यक्रमलाई अन्तिम रूप दिने आयोगको तयारी। मध्य प्रदेश सभाकी उपसभामुख बबिता कुमारी राउत इसराले गरिन् 5 जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर। 5 जना सांसदहरू कार्तिक 22 गतेको बैठकमा उपस्थित भएको भन्दै उनीहरूमाथिको कारबाही बदर भएको जारी सूचनामा उल्लेख। आगामी महाधिवेशनमा राजनीतिक सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाई। 13 मङ्सिरमा देशैभर हुने महाधिवेशन प्रतिनिधिहरूको छनौटमा सहभागी बन्न पार्टी सदस्यहरूलाई अपील। अध्यक्षमा ओलीलाई चुनौती दिने। दुबईबाट आएको नेपाल वायु सेवा निगमको जहाज होल्डिङ फ्यूल अर्थात् आकाशमा फन्को लगाउन आवश्यक इन्धन नभएको भन्दै दिल्ली डाइभर्ट। नेपाली भूमिमा प्रवेश गरिसकेको जहाज डाइभर्ट गरिएपछि नेपालमा भैरहवा, पोखरा लगायतका अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरू नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना। सरकारद्वारा बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाई। सुन, चाँदी जस्ता बहुमूल्य वस्तुको कारोबारमा पारदर्शिता कायम गर्न आन्तरिक राजस्व विभागको निर्देशन। नियम उल्लङ्घन गरेमा 10 लाखसम्म जरिवाना र खारेजीसम्मको कारबाही हुने व्यवस्था। खुल्ला मञ्च सबैका लागि सधैँका लागि खुल्ला गर्ने काठमाडौँ महानगरपालिकाको तयारी। महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न 6,98,70,000 रुपियाँ विनियोजन। त्यही कार्यक्रमबाट खुल्ला मञ्चको चौरमा दुबो रोपिएको उल्लेख। चर्चित हास्य कलाकार सीताराम कटेल धुर्मुस पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित। धुर्मुस शारीरिक अनि मानसिक दुवै रूपले गलेकाले सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपरासीमा उपचार लिइरहेको पत्नी कुञ्जना घिमिरे सुन्तलीले दिइन् जानकारी। सरकारले तिर्ने भनेको रङ्गशालाको निर्माणमा लागेको 18 करोडको ऋण मिलान गर्न धुर्मुसले खेलकुद मन्त्री बब्लुलाई दिए निर्देशन। कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का महसुस। बिहान 6:40 3.7 म्याग्निट्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी। नेपालमा कुल जनसङ्ख्याको झण्डै 8% वयस्कमा मधुमेह रोग रहेको पाइयो। अन्तर्राष्ट्रिय डायबिटिज सङ्घका अनुसार पछिल्लो समय हरेक 9 मध्ये 1 जनामा मधुमेह देखिने गरेकोमा नेपालमा कुल जनसङ्ख्याको 7.7% वयस्कमा मधुमेह रहेको तथ्याङ्क।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो 4 महिनामा भएका सवारी दुर्घटनामा परेर 62 जनाको मृत्यु। प्रदेशभर भएका दुर्घटनामा अन्य 795 जना घाइते, तीमध्ये 430 जना गम्भीर घाइते रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाको जानकारी। आज नोभेम्बर 14 विश्वभर सांस्कृतिक सम्पत्तिको अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम सहित मनाइयो। आज काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरा लगायतका विभिन्न स्थानमा पनि सचेतनामूलक प्रदर्शनी र गोष्ठी र विद्यार्थी संघ अन्तर्क्रिया कार्यक्रम सम्पन्न। पोल्यान्डका 13 जना बाइक राइडरलाई नेपालमा खाना, बस्न र अन्य सपोर्टका लागि प्याकेज दिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका अल्टिट्युड राइडर्स प्रालीका संस्थापक 40 वर्षीय विशु सिंजाली पक्राउ। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट 5 दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति। सुनको भाव आज 500 रुपियाँले घटेर प्रति तोला 2,49,700 रुपियाँ कायम। त्यस्तै आज चाँदी भने 60 रुपियाँले घटेर तोलाको 3,250 रुपियाँमा कारोबार। मङ्सिर 1 देखि 27 गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक। टिकट मूल्य 500 देखि 2000 सम्म। टिकट बिक्री खल्ती र आइएमई एप मार्फत हुने। न्युजिल्यान्डका जिम्मी निसमले पोखराबाट एनपीएल खेल्ने। बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप 2025 मा भाग लिन जाने नेपाली महिला कबड्डी टोलीको विदाई शनिबार सुरु भएर मङ्सिर 9 गते अर्थात् नोभेम्बर 15 देखि 25 सम्म चल्ने विश्वकपमा नेपालले पहिलो खेल सोमबार खेल्ने। भारतको बिहार राज्यको विधानसभा निर्वाचनको नतिजा धमाधम आउन थाल्यो। 243 विधानसभा सीट मध्ये निर्वाचन आयोगद्वारा अहिलेसम्म 6 सीटको मत परिणाम घोषणा। नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड 5 सीटमा विजयी। एउटा सीटमा भारतीय जनता पार्टीका उम्मेद्वार निर्वाचित। 200 सीटमा एनडीए गठबन्धन अगाडि। प्रधानमन्त्री मोदीले नीतीश कुमारलाई दिए बधाई। बिहार चुनावमा गम्भीर पराजयपछि नतिजा निराशजनक भएको भन्दै गहिरो आत्मसमीक्षा आवश्यक भएको भारतीय कांग्रेस पार्टीका नेता शशि थरूरको स्वीकारोक्ति। एनडीए गठबन्धनले शुक्रबार साँझ निकाल्यो विजय जुलुस। बिहारमा मतगणना अझै जारी। ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 6 जनवरी 2021 को भाषण क्लिपमा गरिएको भ्रामक सम्पादनका लागि माग्यो माफी। विवादित वृत्तचित्रलाई फेरि प्रसारण गर्ने कुनै योजना नभएको पनि स्पष्टोक्ति। महाराष्ट्रको पुणे बेंगलुरु राजमार्गमा भएको भीषण सवारी दुर्घटनामा 7 जनाको मृत्यु। पुणे नजिकैको नावले पुलमा एक ठूलो कन्टेनर अनियन्त्रित भई धेरै सवारीसँग ठोकिएदा दुर्घटना भएको हुँदा 3 वटा सवारीमा समेत आग लागि कैयौं मानिस घाइते। सुरक्षाकर्मीहरूले भत्काए। दिल्ली स्थित प्रसिद्ध लाल किल्ला नजिक कार विस्फोट गराउने आरोपी उमर मोहम्मद उर्फ उमर उन नबीको कश्मीर स्थित घर विस्फोट स्थलमा भेटिएका डीएनए नमूना र उनकी आमाबाट संकलित नमूनाहरू मेल खाएपछि कारमा उनको उपस्थिति प्रमाणित। रूसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै भविष्यको युद्ध अन्तरिक्षमा सुरु हुने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणी। अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौं युरो खर्च बढाउने घोषणा। आगामी संसदीय चुनाव हुने दिन नै राष्ट्रिय जनमत संग्रह गरिने बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको घोषणा। जनमत संग्रह गत वर्ष विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तयार गरिएको जुलाई चार्टर लागू गर्नका लागि गरिने। विमान दुर्घटनामा मारिएकी एक यात्रीको परिवारलाई $2.80 भन्दा धेरै क्षतिपूर्ति तिर्न बोइङलाई अमेरिकाको संघीय अदालतको आदेश। सन् 2019 मा इथियोपियामा भएको 737 मैक्स जेट दुर्घटनामा मारिएकी शिखा गरको परिवारद्वारा दायर मुद्दामा अन्तरिम सुनवाई गर्दै क्षतिपूर्ति तिर्न आदेश। अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धात्मक वृद्धि गर्ने उद्देश्यले 5 अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा। करिब 3 अर्ब अमेरिकी डलरको लागतमा सञ्चालन हुने यो कार्यक्रम सन् 2030-31 सम्म जारी रहने। र चीनका 3 अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फँसेकाहरूलाई नयाँ अन्तरिक्ष यान प्रयोग गरेर सुरक्षित रूपमा पृथ्वी फर्काइयो। अन्तरिक्ष भग्नावशेषका कारण क्षतिग्रस्त बनेको शेनझोउ 20 यान भने कक्षमै रहने। दिनभरका देश विदेशका प्रमुख खबरहरू समेटिएको नेपाल टाइम्सको टप 50 बुलेटिन अहिले सक्यो। हामी भोलि पुनः टप 15 समाचारका साथ उपस्थित हुने नै छौं। नेपाल टाइम्सको फेसबुक पेज लाइक गरिदिनु भएकोमा र युट्युब च्यानल सब्स्क्राइब गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेपाल टाइम्स अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।